साथी हो, आज हामी गइरहेछौँ सिधा जर्जियन केभ्समा। म पहिला पनि यो जग्गा आएको थिएँ तर यस्तो राम्रो घुम्नु पाइनँ। आज आएको छु, हेरौँ सबै जग्गा यताउति गरौँ। आज दिन पनि धेरै राम्रो भएको छ अनि कसरी जाने, कताबाट आउने मैले सबै यहाँबाट देखाइसकेको छु। अगर तपाईँको सोलो ट्राभल छ, तपाईँकोमा कार छैन त तपाईँले यसरी गरेर आउन सक्नुहुन्छ। त तपाईँले फर्स्टमा तपाईँले ब्रिस्टलबाट तपाईँले बस समात्नु पर्यो वेल्ससम्म। $374, $375 and $376 बस जान्छ। फेरि वेल्सबाट तपाईँले आउँछ $126 बस आउँछ तपाईँको सिधा जर्जियन केभ्समा। हेलो, गुड मर्निङ साथी हो, म मनीष प्रधान। आज म सिधा जर्जियन केभ्समा आएको छु। यहाँको ब्युटिफुल भ्यूज अनि यहाँको माउन्टेनियरिङ भ्यूजहरू ल्यान्डस्केप हेर्नु लागि अनि मैले DJI नियोबाट ड्रोनबाट फुटेज गर्दैछु। त्यसले गर्दा मैले फलो मी भन्ने गर्दैछु। त्यसले गर्दा अगर तपाईँ सोलो ट्राभलर छ भने तपाईँ यसरी सोलो ट्राभलिङ गर्न सक्नुहुन्छ। त्यसले गर्दा तपाईँलाई सबै भ्यूजहरू राम्ररी हेर्न सक्नुहुन्छ। जस्तो कि यहाँ हेर्नुहोस्, यो हो म्यान्दिप हिल्सको पहाडहरू, यो हो तपाईँको माउन्टेन्स अनि यतापट्टि यो मेन रोड, यो बीच क्रस गर्ने सबै यो DJI नियोबाट धेरै राम्रो त्यो गरेछ। तपाईँले फलो मी, ड्रोनी, रकेट सबै तपाईँ गर्न सक्नुहुन्छ। स्पेसली मलाई फलो मी भन्ने त्यो मन पर्यो अनि यसको ब्याट्री ब्याकअप पनि धेरै राम्रो छ अनि यहाँको डिस्ट्र्याक्सन्सहरू पनि तपाईँले राम्ररी त्यो कभरेज गर्न सक्नुहुन्छ। पहिला जस्तो ड्रोनमा तपाईँको यताउति ठोकिन्छ भने केही डर छैन। यहाँको भ्यूजहरू हेर्नुहोस्, वाउ। पहिला हामी वेल्सबाट सुरु गर्नुपर्छ। यो हो वेल्सको ब्युटिफुल सिटी सेन्टर। सिटी सेन्टरमै छ एउटा मिडल अफ द चर्च। धेरै राम्रो चर्च छ। कहिले पनि आउनुहुन्छ भने आउनुहोस्, यहाँ घुम्नुहोस्। मात्र 5 मिनट्स वकिङ फ्रम बस स्ट्यान्ड, प्रिन्सेस बस स्ट्यान्ड छ नाम। धेरै राम्रो छ अनि अहिले समर टाइममा त अहिले यो टाइममा त तपाईँको फुलहरू धेरै ब्लुमिङ भइरहेको हुन्छ। यहाँ हेर्नुहोस् कस्तो राम्रो कासल छ। अब हामी सेडार जर्ज केभ्स आइपुग्यौँ। बस स्ट्यान्डबाट झर्ने बित्तिकै अब यहाँबाट तपाईँले नाइ पनि 30 मिनट्सको वकिङ जानुपर्छ। तपाईँले यहाँ स्मल स्मल सप्सहरू छ, कबाब, चिकन, आइसक्रिम्स। यहाँ तपाईँको फेमस एप्पल सिडार पनि पाउँछ, भेनिगर्सहरू पनि पाउँछ। स्पेसली चिज, चेडा चिज यहाँ फेमस छ अनि फजहरू, भेराइटिज अफ फजहरू पाउनुहुन्छ। यहाँ कसैलाई फज मनपर्छ भने यहाँ लानु सक्नुहुन्छ तपाईँले। सानो वाटरफल्सहरू पठाउनुहुन्छ।
केभ, कफ केभ। यसको भित्र चाहिँ तपाईँको पहिल्यैदेखि गरिआएको एक्सकर्सन्सहरू, तपाईँको माउन्टेनियरिङ एक्सपिरियन्स पहिले यहीँ पनि गरेको थिएँ। अनि यो कफ केभमा तपाईँको चेडा चिज पनि पहिला प्रोसेस हुन्थ्यो, बनिन्थ्यो। पिकनिकहरू या त फ्यामिली फ्रेन्ड्सहरू आएर बस्न सक्नुहुन्छ। धेरै राम्रो भ्यूजहरू छ, तपाईँले हिँड्दै हिँड्दै जानुहोस्, अझै राम्रो भेटाउनुहुन्छ।
आउनुहोस् यता। यो त मेरो एन्ड अफ द भिडियो हो। बेलुका भयो, अब घर जानुपर्छ। तपाईँ पनि आउनुहोस्, हेर्नुहोस्, हलिडे टाइममा स्पेन्ड गर्नुहोस्। ओके, घुम्नुहोस्, यही समय हो युकेमा। अरेल्स तपाईँ घरमै बस्नुहुन्छ चिसोमा। आउनुहोस्। यो माउन्टेन्सहरू हेर्नुहोस्। यो मेन रोडबाट तपाईँ हिँड्दै हिँड्दै गयो भने तपाईँले भेटाइहाल्नुहुन्छ। यो डिजेनियोबाट गरेको फुटेजहरू हो। धेरै राम्रो, डिस्ट्र्याक्सनहरू पनि हुँदैन अनि तपाईँले कभरेज पनि राम्रै गर्नुहुन्छ। यो माथिको माउन्टेन्सहरू मध्ये पुरा तपाईँको माउन्टेन गोट्सहरू छ। सो बाई बाई, सी यू अगेन। ओके।